स्वीकारोक्ति अभिवादन। नमस्कार, म कर्ण गुरुङ। यहाँ समक्ष मेरो कर्म कविता सङ्ग्रहबाट केही कविताहरू प्रस्तुत गरिरहेको छु र मेरो कविताको शीर्षक रहेको छ सत्यभन्दा भ्रम नै रमाइलो। सत्य सुन्दर हुन्छ भन्थ्यो, सत्य आनन्द हुन्छ भन्थ्यो, खै के भयो मलाई त तितो लागिरहेछ। खै के भयो मलाई त तितो लागिरहेछ, मन दुग्धो भइरहेछ, सत्य अस्वीकार्य भइरहेछ। सत्य अस्वीकार्य भइरहेछ, आफ्नै अस्तित्वमा प्रश्न भइरहेछ। साँच्चै सत्य बोरिङ भइरहेछ, साँच्चै सत्य बोरिङ भइरहेछ। त्यो सत्य झाकेर हेर्दा, त्यो सत्य झाकेर हेर्दा साँचो अन्त भइरहेछ। खै महत्त्व घटिरहेछ, खै इच्छा मेटिरहेछ, खै इच्छा मेटिरहेछ। मलाई त आजकल भ्रम नै राम्रो लागिरहेछ। एटलिस्ट नजान्दासम्म त मजा आउँछ, एटलिस्ट नजान्दासम्म त मजा आउँछ। नबुझ्दासम्म त साँचो भइरहन्छ, नबुझ्दासम्म त साँचो भइरहन्छ। जस्तो सुकै होस् आखिर जीवन त रमाइलो हुन्छ, जस्तो सुकै होस् आखिर जीवन त रमाइलो हुन्छ। बस साथी हो सत्य र भ्रमबीच यति नै फरक छ, बस साथी हो सत्य र भ्रमबीच यति नै फरक छ। धन्यवाद।